जोजलपा तारेमाम पासपी महफुला अर्थात् नमस्ते तारेमाम साथीहरू, सन्चै हुनुहुन्छ? अब हामी आज के छ भनेर नेपाल भाषामा कसरी भन्ने कुरा सिक्न गइरहेका छौं। नेपालीमा हामीले कोही साथीभाइ भेट्दाखेरि के छ भन्छौं। नेपाल भाषामा छु डु छुडु। त्यस्तै गरी के छ हाल खबर। नेपाल भाषामा भन्नु पर्यो भने छुडु हाल खबर। के भन्नाले छु भयो, छ भन्नाले डु भयो। त्यस्तै गरी अर्को एउटा रमाइलो सेन्टेन्स, यसलाई अन्यथा नलिनु होला, हल्का रमाइलोको लागि मात्र। के छ हाल खबर। अझै गेस गर्दै जानु होला मैले के भन्न लागेको होला भनेर। जिउँदै छौ, के छ हाल खबर। अझै जिउँदै छौ। छुदु हाल खबर। आ त क म ना चो ना ला। मुआना चोनाला। छु दु हाल खबर। आतक मुआना चोनाला। आतक भन्नाले अझै अथवा अहिलेसम्म। मुआना चोनाला जिउँदै छौ अथवा बाँचिराखेका छौ भन्न खोजेको हो। अब यसमै हामीले के छ हाल खबर अझै मरेको छैन, यस्तो भन्नु पर्यो भने छुदु हाल खबर। आतक यहाँसम्म सेमै हुन्छ, यहाँसम्म। मरेको छैन भन्नु पर्यो भने म सी नि ला। म सी नि ला। कहिलेकाहीँ साथीभाइसँग रमाइलो कुरा गर्नको लागि हुन्छ यो। तर कहिलेकाहीँ लभर्स बीच पनि यस्तो कुरा हुन सक्छ होला सायद, मेरो विचारमा, रिस उठेको बेला। त्यस्तै अब गर्लफ्रेन्ड अथवा बोयफ्रेन्डलाई हामीले के छ डार्लिङ पनि भन्न सक्छौं। के छ डार्लिङ। छुडु डार्लिङ। तर हामीले नेपाल भाषामा छुडु डार्लिङ भन्दाखेरि अब के सामान छ अथवा के त्यस्तो अलि कस्तो कस्तो त सुनिँदैन, तर अब अलिकति कन्फ्युजन पनि हुन सक्छ। यसमा हामीले हालखबर एउटा जोड दिन सक्छौं। हामीले के छ डार्लिङ हालखबर यसरी भन्न सक्छौं नेपाल भाषामा, छुडु डार्लिङ हालखबर। अनि बोयफ्रेन्ड गर्लफ्रेन्डको बीचमा कुरा गर्दै जाँदाखेरि यस्तो पनि भन्न सकिन्छ। अनि के छ मेरो ससुरा बा अथवा सासु आमाको हाल खबर। अब नेपाल भाषामा हामीले यसरी भन्न सक्छौं। अनिलाई अले। अले छु दु। मेरोलाई जिमी। ससुरा बालाई चाहिँ हामीले सस बा। ससा भएछ, सस मात्र हो। सस बा अथवा सासु आमा भन्नु पर्यो भने सस मा। को भन्नु पर्यो भने या हाल खबर। अले छु दु जिमी सस बा अथवा सस मा या हाल खबर।
त्यस्तै गरी अर्को हामीले साथीहरुसँग कुरा गर्दाखेरि यस्तो भन्छौं के छ केटा हो छु दु मिजं इजं हुन्छ मिजं अथवा यस्तो मिजं त छुदु मिजं त केटा हो भन्नु पर्यो भने मिजं त भन्छौं हामीले अथवा केटी हो भन्नु पर्यो भने चाहिँ यसरी हामीले मिस त भन्छौं मिस त छुदु मिजं त अथवा छुदु मिस त आजको भिडियो कस्तो लाग्यो भन्नु होला मन परेदेखि शेयर पनि गरिदिनु होला अनि यो कन्टेन्ट तपाईहरुलाई चाहिन्छ कसैलाई यसरी कपी गरेर फेसबुकमा पेस्ट गरेर पठाउनु मन छ भनेदेखि यो कन्टेन्ट म एजेन्ट आकाश भन्ने वेबसाइटमा राखिदिन्छु यो भिडियो अपलोड भएको 1-2 दिनमा त्यो वेबसाइटमा तपाईहरुले पाउन सक्नुहुन्छ थ्यांक यू शुभ